अहिलेको समयमा चाहिँ सबै कस्टमरलाई चाहिने भनेको फुल फ्रेम मिररलेसवाला क्यामेरा र सेकेन्ड ह्यान्डमा हतार पाइँदैन फुल फ्रेम मिररलेसवाला क्यामेरा, किनकि वान टाइम इन्भेस्टमेन्ट जस्तो भइसक्यो यो फुल फ्रेम मिररलेसवाला क्यामेरा। र आजको भिडियोमा चाहिँ मैले फुल फ्रेम मिररलेसवाला क्यामेरा क्याननको आर फुल्ली ऱ्याप्सी गरेको छ, अलि युज नै हो। यो भिडियो तपाईँको चाहिँ ऱ्याप्सी गर्नुभन्दा अगाडिको भिडियो पनि मैले तपाईँलाई पठाइदिन सक्छु। तपाईँले इन्ट्रेस्ट हुनुहुन्छ भने, यो क्यामेरा तपाईँलाई मन परिसकेको छ भने यो म तपाईँलाई सबै साइडबाट तपाईँको चाहिँ ऱ्याप्सी गर्नुभन्दा अगाडिको भिडियो पनि तपाईँलाई चाहिँ पठाइदिन सक्छु। मैले त्यसलाई तपाईँको चाहिँ ऱ्याप्सी लाएर तपाईँको चाहिँ मेरो क्यामेरा नयाँ छ भनेर बेच्न खोजेको होइन। सो यो क्यामेरा चाहिँ 30 मेगापिक्सलको क्यामेरा 24-105 को RF FO लिन्छ भने हामीसँग स्टकमा छ होइन। स्टक यो पाइँदैन है, यो स्टक पाइँदैन युजमा बल्ल आएको। यो क्यामेरा चाहिँ हाइली प्रोफेसनल कामहरूलाई प्रोडक्सन हाउसदेखि लिएर वेडिङ फोटोग्राफी भिडियोग्राफी सबै टाइपको कामहरूलाई बेस्ट नै हुन्छ। धेरैजना वेडिङ फोटोग्राफरहरूले धेरै लिन्छ। यो क्यामेरा चाहिँ फोटो प्लस भिडियोको लागि एकदम राम्रो छ है यो क्यामेरा। यो क्यामेरा 4K भिडियो रेकर्ड गर्न मिल्छ भने 1080 FPS मा स्लो मोसन भिडियो खिच्न मिल्छ। टच स्क्रिन हुन्छ, घुम्ने स्क्रिन हुन्छ होइन। तपाईँले पर्सनल युज गर्नदेखि लिएर तपाईँले युट्युबर हुनुहुन्छ भने युट्युबको लागिदेखि लिएर सबै टाइपको कामहरूलाई यो क्यामेरा बेस्ट नै छ, सस्तो बजेटमा आउँछ है। र यो क्यामेराको कुरा गर्दाखेरि चाहिँ म तपाईँलाई सबै साइडबाट देखाइदिन्छु। यो क्यामेरा चाहिँ हेर्न सक्नुहुन्छ कस्तो कन्डिसनमा छ भनेर। र यो क्यामेराको प्राइसको कुरा गर्दाखेरि चाहिँ यो क्यामेराको प्राइस भनेको 1,30,000 मा आउँछ, बडीको मात्रै प्राइस है। र तपाईँले 24-105 को RF FO वाला लेन्स लिन चाहनुहुन्छ भने 1,05,000 मा दिइरहेको छु अफर प्राइसमा है। र तपाईँलाई चाहिँ एडाप्टर चाहिन्छ भने KNF कम्पनीको 10,000 दिन सकिन्छ ब्रान्ड न्यू। र यसमा तपाईँको चाहिँ KNF को एडाप्टर हाल्नुहोस् होइन। 24-105 को मैले 50,000 मा FO Mark II भर्जनको लेन्स दिइरहेको छु। त्यो लेन्स हालेर चलाउन सक्नुहुन्छ। तपाईँ लो बजेटमा फुल्ली सेटअप गर्न सक्नुहुन्छ यो क्यामेरालाई हाम्रो पसलमा आउनुभयो भने है। र हामीले चाहिँ जबरजस्ती यो लेन्स लिनै पर्छ भने त्यो हिसाबले तपाईँलाई चाहिँ कुरा गरेकै छैन। लेन्स छुट्टै लिनु छ भने मिल्छ, क्यामेरा छुट्टै लिनु छ भने मिल्छ। हाम्रो पसलको लोकेसन यता काठमाडौँ गङ्गापुचुको ठमेल जाने बाटो रेडन पुल हन्डामा छ। पसलमा भिजिट गरेर चेक पनि गरेर जान सक्नुहुन्छ। र फुल पेमेन्ट आएपछि नेपालको जुनसुकै ठाउँमा हाम्रो कोरियर पनि गरेर पठाउन सकिन्छ। र यति भएपछि क्यामेरा किन्नलाई रोयल क्याम्प्स नेपालमा आउने होइन त। सो यस्तै खालको भिडियो हेर्नको लागि चाहिँ मेरो फेसबुक पेज रोयल क्याम्प्स नेपाललाई फलो गर्न सक्नुहुन्छ, टिकटकलाई पनि फलो गर्न सक्नुहुन्छ यदि तपाईँलाई मेरो भिडियो राम्रो लाग्छ भने है। सो थ्याङ्क यू सो मच फर वाचिङ है त, गो बाई।